हाम्रो छोरी स्कुल गएको लिन छोरो लु जाउँ सर हिँड्नु नाना मैला हुन्छ ल ब्याग मैले बोकिदिएको छु ल छि 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 कोरेर्नु हुँदैन अनि के तिमी कहाँ गएको अरे हजुर स्कुल गएको अलिक ठुलो छोरी बोल नि त अनि तिम्रो स्कुलको नाम के हो हनानी तिम्रो स्कुलको नाम के हो इमानुएल भन न इमानुएल हो तिम्रो स्कुलको नाम ए अनि तिम्रो साथीको नाम हिँड न भन्छु तिम्रो साथीको नाम चाहिँ के हो साथीको नाम के हो अरे नानी साथीको नाम साथी नै हो होइन होला साथी नै हो छाता ओढेर हिँड्नुपर्छ ल हिँड न सुइस हिँड न म तिमीलाई छाता उडाउँछु नि त पछाडिबाट मेरो छोरी स्कुल गयो मेरो छोरीले आज स्कुलको ड्रेस लगाएको छ आजदेखि अनि मेरो नानीको मेडी त पुरै झर्दैछ होइन अब स्कुलमा गएर म सरलाई बेल्ट मागिदिन्छु ल घर बनाएको नि त यहाँ घर बन्दैछ अनि एमेलियाले यो घर साह्रो मनपर्छ होइन घर बनिसक्यो भन्छ मेरो छोरीले हजुर भन न म स्कुल गएको नि भन न अलि छिटो हिँड छोरो अलि छिटो यता हौ कहाँ गएको हौ ए बाजेलाई देखेर लुकेको इमानुएल हो नानी ढल्छ अरे त अन्त बाजेको डरले पो उता गएको म गएँ अनि स्कुल पुग्दा त मेडी त खुट्टामै हुने रहेछ त अन्त मेडी त झरिसक्यो त छोरी बेल्ट मागिदिन्छु स्कुलमा ल स्कुलमा भन्नु न जाएर मेडी झरेर कस्तो अप्ठ्यारो भयो उसलाई